Hello guys, welcome back. This is my vlog. हजुर सबैजनालाई मेरो अर्को भ्लगमा वेलकम नमस्ते है। सो आज चाहिँ भदौ 1 गते सोमबारको दिन नागपञ्चमीको दिन हो। हजुरहरूले पनि नागको पूजा गरिसक्नु भएन। आज एकदमै राम्रो बार पनि हो हैन। अनि मैले पनि पूजा गरिसकेपछि चाहिँ म पनि ड्युटी गएर अहिले चाहिँ आइसकेको छु। मेरो ड्युटी चाहिँ 6 देखि 1 बजीसम्म थियो अनि म चाहिँ आइसकेँ अनि मैले खानाहरू पनि खाइसकेँ। अब म चाहिँ मेरो साथी एकजनाको रुम जाँदैछु हैन। अनि किन भन्दाखेरि आज चाहिँ म टिकटक भिडियो अहिले कन्टेन्टमा चलेको सङ चाहिँ मैले चाहिँ त्यो कन्टेन्टमा चलेको सङ चाहिँ सुनेको थिएँ हैन। अनि कुनको कन्टेन्टमा चलेको सङ भन्दाखेरि चेलीलाई माइतीको माया के कस्तो हो त्यो जस्ट न्यू सङ हो। अनि मलाई चाहिँ त्यो कन्टेन्टलाई चाहिँ अलिकति फलो गर्न मनपर्छ होइन। अब त्यति धेरै त म कन्टेन्ट क्रिएटर या त कन्टेन्टलाई फलो गरेको होइन, तर पनि मलाई चाहिँ कन्टेन्टलाई अलिकति फलो गर्न मन पराउँछु क्या। अनि त्यही भएर चाहिँ मैले रुममा चाहिँ यति धेरै बनाइसकेको छु नि त। त्यो भएकोले गर्दा चाहिँ म मेरो साथी योजनाको रुममा जाँदैछु। उसको नै आज भिडियो टिकटक भिडियो कन्टेन्ट भिडियो बनाउन जाँदैछु, जुन चाहिँ म हजुरहरूलाई चाहिँ पोस्ट गरेर देखाइहाल्नेछु भिडियो कस्तो बनाएँ भनेर टिकटक होइन। अब त्यस्तो धेरै हाई भिडियो त होइन, जस्तो नर्मल भिडियो पनि म मेरो साथीकोमै जाँदैछु र अब म चाहिँ हिँड्न लागिसकेको होइन। के पनि भइसकेको छु भिडियोबाट आएर अब म जाँदैछु। अनि यो चाहिँ मेरो ब्याग हो होइन, यो चाहिँ मैले मेरो मेकअप गर्ने सामानहरू राखेको छु। यो मेरो ब्याग बोकेर अब चाहिँ म लागेँ कहाँ लागेँ भन्दाखेरि मेरो साथीमा भिडियो बनाउनु जाँदैछु होइन। फेरि मलाई चाहिँ भिडियो बनाउनु एकदमै डर लाग्छ क्या पहिल्यैदेखि। किन भिडियो मतलब टिकटक डान्स होइन, डान्स अब म्युजिक अब गाउनु पर्यो त मेरो त्यस्तो सोच छैन नि त। अनि त्यो भएर चाहिँ मलाई चाहिँ फेरि भिडियो चाहिँ एकदमै धेरै होइन, डान्स एकदमै धेरै मनपर्छ। नाच्न ट्राई नआए पनि अब अगाडि भने ट्राई चाहिँ गर्न मन लाग्छ क्या गाइस। अनि त्यही भएर चाहिँ म जाँदैछु है। अब म खाना रेडी पनि भइसकेको छ अनि आएर छाता छुट्यो क्या। अब चाहिँ म ल आइतबारदेखि नै म चाहिँ अब गइसकेको छु साथीको रुम। यो चाहिँ आइतबारे हो, आइतबारेदेखि म जाँदैछु है साथीको रुम। ल फाइनली योजनाको रुम पनि आइसकेको छ अनि म पनि सफारीबाट घर आइसकेँ होइन। योजनाको रुम चाहिँ यहाँनिर छ, यहाँ रहेछ योजना चाहिँ है। अनि म पनि भर्खरै आइपुगेको हो। अब चाहिँ जाँदैछु, योजना माथि छ। जाँदैछु योजना भेट्नको लागि। फाइनली म आइपुगिसकेँ। अब योजनाभित्र बसिरहेको छु। यहाँनिर आउँदैछु साथीलाई पछि राखिदिनु पर्यो। हेलो, ल फाइनली मेरो साथी चाहिँ यहाँ बसिरहेछ योजना। हाई भनिदेऊ। मेरो साथी यो चाहिँ यहाँ बसिरहेछ। ल मलाई त परबाट ऐनाबाट मजाले देखिरहेको छ होइन। म चाहिँ सेटै लगाएको थिएँ। ल फाइनली म चाहिँ आइसकेको छु होइन योजनाको रुम। म खास गरी चाहिँ यहाँ टिकटक भिडियो बनाउनुको लागि आएको। ओ मेरो लागि कोक खेलाइसक्यो भन्दैछ जोजुले। अनि हाम्रो फोटो चाहिँ माथि छ। यति धेरै संस्कार। ल धन्यवाद। अघि त एकदम दिन शीतल थियो नि त, अहिले कस्तो भयो त। ल म कोक पनि दिएर आउँदै कि अब चाहिँ म ठिक हुन्छ एकछिन पछि। अनि मैले मेकअप नगरी आएको, यी मेकअप गरेर अनि भिडियो बनाउने। अब चाहिँ म योजनाले अब ल मलाई चाहिँ अब योजनाले मेकअप गरिदिँदैछ। आई मेकअप होइन, यहाँनिर यो के भन्छ आइब्रो चाहिँ गरिसकिसकेको छ। यहाँ ऊ रेडी भएर बसिरहेको छ होइन। अनि म चाहिँ अब यहाँ कुन लाउनु भनेर कन्फ्युज छु। योजना चाहिँ यहाँ कन्फ्युज छ होइन। म यहाँ अब क्यामेरालाई हराउँदैछु। ओके ल फाइनली म पनि रेडी भइसकेको छु होइन। मेरो आई मेकअप कस्तो छ योजनाले गरिदिएको हेर्नु होला। योजनाले यहाँनिर रेडी गरिदिएर अब हामी चाहिँ भिडियो बनाउनु चाहिँ माथि जान्छौँ होइन छतमा। अब हामी जाँदैछौँ। म चाहिँ यतिको रेडी भइहालेँ। अब खासै धेरै त्यस्तो नाच्न जान्ने पनि होइन नि त, म सिक्दैछु प्र्याक्टिस। अब हामी चाहिँ छतमा जान्छौँ होइन। कति बजी आएको थिएँ म यो जो 2 3 ठ्याक्कै बस्न लागेको थियो होइन। 4 साढे 4 भइसक्यो। किन को चाहिँ छैन। हामी चाहिँ अब भिडियो यहाँ बनाउँदैछौँ। कहाँतिर बनाउने म यहाँ बनाउँदैछौँ है। अब यहाँनिर म टिकटक बनाउँदैछु होइन। अहिले चलेको भाइरल सङमा बनाउँदैछु। अब म बनाइसक्छु। भाइरल हुनु भनेको खै त भाइरलै हुँदैन अहिले तपाईँको। ल अब म यहीँनिर भिडियो बनाउँछु है। अब चाहिँ ल फाइनली भिडियो पनि बनाइसकेर म चाहिँ फर्किँदैछु है। अनि मैले चाहिँ अब यो जुको हेर्नु चाहिँ अहिले भर्खर फर्किएर त मैले भिडियो नबनाएको। अब म चाहिँ फर्किसकेको छु। अहिले बेलुका चाहिँ 6:30 हुन त अब त्यति पनि भिडियो बनाउनु खोजेको हो होइन। तर कस्तो हो भने अब मौसम खासै राम्रो नभएकोले गर्दा चाहिँ बनाउनु पाइएन भने जस्तो। त्यही भएर मैले दुईवटा मात्रै भिडियो बनाएँ होइन। अब चाहिँ म फर्किँदैछु। आन्टीको मासु सब्जी लगेर यति टाइम लाग्यो नि त डान्स सिक्नलाई होइन। अब
डान्स सिक्नलाई मतलब अब कन्टेन्टमा चलेको सङ्ग मैले दुईवटामा बनाएको त्यसैको दुईवटा सङ्गमा बनाउन चाहिँ खोजेको तर अब मैले त्योभन्दा अगाडि डान्स सिकेको थिइनँ अनि मैले त्यहीँनिर मेकअप गरिसकेपछि चाहिँ डान्स सिकेको अनि त्यो त्यहीँ डान्स सिकेर त्यहाँ भिडियो बनाउँदाखेरि चाहिँ टाइम लाग्यो अनि प्लस फेरि घाम नभएकोले गर्दा भिडियो चाहिँ अलिक अँध्यारो मतलब हुन्छ नि अलिक टाढो भिडियो भयो नि त अलिक अँध्यारो टाइपको भिडियो भयो नि त्यो भएकोले गर्दा मैले चाहिँ एउटा मात्रै डम गरेर एउटा चाहिँ म फेरि यहीँ बनाउने छु त्योभन्दा अगाडि म पहिला अब खानाहरू पनि पकाउनु पऱ्यो भोक पनि लाग्यो होइन भोक पनि लाग्यो अनि अरूभन्दा त अब मौसम अलिकति गर्मी नै छ होइन गर्मीको बेलामा अनि त्यही माथि डान्स गर्दा त अब यो सब चोलोहरू यो चोलो सब भिज्यो यो सबै पसिनाले भिजेको है सबै पसिनाले भिजेको भने एउटा टिकटक बनाएर होइन डान्स गरेर एउटा टिकटक बनाउनु पनि केही गाह्रो लाग्छ है गाह्रो लाग्यो भने चाहिँ भनौँ न किनभने गाह्रो पनि हुन्छ अब नाच्नु पऱ्यो गर्मीको बेलामा होइन अब त्यति धेरै कन्टेन्टलाई फलो गर्ने त होइन म पनि तर मलाई चाहिँ जुन सङ्गहरू मनपर्छ त्यसमा चाहिँ एकदम इन्ट्रेस्ट के भन्नु मलाई अनि सो मेरो रुम चाहिँ हेर्नुहुन्छ अनि यही हो होइन अनि त्यहाँ चाहिँ मेरो किचन छ किचनमा चाहिँ अब म खाना पकाउनु पर्ने छ होइन खाना पकाउँछु अनि मैले ब्याग चाहिँ त्यहाँ लडाइराखेको छ आउनु बित्तिकै मैले ब्याग चाहिँ लडाइदिएको अनि पर देख्दै हुन्छ नि यो चाहिँ टोइलेट बाथरुम हो मेरो एट्याचवाला अनि यहीँनिर किचन हेर्न सक्नुहुन्छ सो अनि यता चाहिँ कपडाहरू छटछट गर्न दिइराखेको थियो अब अलिक जान लाग्दा थियो सो मैले टिकटक बनाएको भिडियो हजुरलाई अपडेट गरेर देखाइदिइहाल्छु आजको मेरो ब्लग चाहिँ यति नै हस् थ्याङ्क यू सो मच हजुर सबैजनाले मेरो भिडियो हेर्नु भएको थ्याङ्क यू सो मच है ओके बाई बाई